हेलो हेलो साथीहरु, सिवारो स्वागत छ मेरो युट्युब च्यानलमा। अनि आज पनि आइसके साथीहरु अर्को नयाँ भिडियोको साथमा। अनि आज चाहिँ हामी बसन्तपुर आइराखेको छौं है त साथीहरु। मुनासँग, मुना यता छ, म चाहिँ यहाँ छु। अनि हामी चाहिँ अहिलेसम्म फोटो खिचिम छिटो आइपुग्यौं नि त, ब्याङ्क खोलेन, त्यही भएर हामी चाहिँ यहाँ फोटो सुट गर्न आइपुग्यौं है साथीहरु। यहाँ फूल चाहिँ एकदमै राम्रो फुलेको छ नि त, त्यही भएर फोटो सुट गर्नलाई आएको है त साथीहरु। अनि आज चाहिँ मैले तपाईहरुलाई सबै यो पार्कको घर देखाउँदै छु है साथीहरु। यति धेरै छ। अनि यहाँ पनि फूल फुल्दैछ, पुरै चाहिँ फुलिसकेको रहेन। यहाँ चाहिँ पुरै फुलिसकेको रहेछ है त साथीहरु। अनि यहाँ मयूर पनि रहेछ एउटा। अनि घरहरू चाहिँ हेर्न सक्नुहुन्छ, यस्तो घरहरू छ है साथीहरु हाम्रो बसन्तपुरमा चाहिँ। तर कति युट्युब साथीहरु चाहिँ यहाँ आइपुग्नु भएको रहेछ। हाम्रो युट्युबमा हुने साथीहरु चाहिँ चोतलुङ पार्कमा भिडियो बनाउनु भएको पनि देख्छु नि त मैले, कति धेरै जना साथीहरुले। अनि यस्तै छ साथीहरु। अब चाहिँ हामी लाग्नुपर्ने हुन्छ। हामीले फोटो सुट चाहिँ गरिसक्यौं। अनि यो झोलाले चाहिँ हामीलाई छोड्दैन नि त साथीहरु, छोड्दैन हामीलाई यो झोलाले चाहिँ। अब डेली सामान लानुपर्ने हुन्छ। आज त सामान त त्यस्तो धेरै त छैन, तर पनि भरे किन्नु भन्दा चाहिँ भनेर लिएर आएको छौं। अनि मेरो भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला है त साथीहरु। अब चाहिँ हामी लाग्यौं बजारतिर। मेरो साथी बिजी छ उता। अनि ढुङ्गा, बसन्तपुरको ढुङ्गा यस्तो छ साथीहरु। यो पार्कमा चाहिँ यहाँ चाहिँ पालमको सुटिङ पनि धेरै हुन्छ, लिम्बू जातिको पालमको सुट। अनि माथि के हो, यो चाहिँ याक हो कि के पनि छ है साथीहरु। यो याक त होइन होला, खासै याक जस्तो त देखिँदैन, के हो। अनि यस्तै छ साथीहरु। अब चाहिँ हामी लाग्यौं, मेरो साथी तल छ, भिडियो सुट गरियो। अब चाहिँ हिँड्यो साथीहरु। हामी घर त होइन बजारतिर लाग्यौं। काग पनि एकदमै कराइरहेछ आकाशतिर। आउच। अब हामी लाग्यौं पनि कतिचोटि भने हौ साथीहरु। बजाउँदै कहाँदेखिको बाटो थियो, यहाँदेखि कहाँदेखि पो थियो छ के बाटो चाहिँ। जान्छ हजुर। बसन्तपुर आयो है साथीहरु। हामी चाहिँ ब्याङ्क खुलेको छैन नि त, त्यही भएर यहाँ पार्कतिर छिर्दैछौँ हामी चाहिँ साथीहरु। घाम टलक्कै टल्किरहेको छ। मुना पराउँदैछ, म झर्दैछु। अनुहारमै घामले हानिदियो। आज चाहिँ सबै घर निकाल्छु है। सधैँ त सबै घर त मैले खिचेको छैन। यहाँ चाहिँ यस्तो छ साथीहरु हाम्रो पार्कमा चाहिँ। जङ्गल यहाँ त यस्तो पनि पो रहेछ ढुङ्गाको। त्यस्तो मैले त देखेकै थिएँ। अन्त यो ओखली होला है। खोइ कहाँ छ हौ?
खिच्नु ए ल मैले त यो त देखेकै थिएन घर एउटा दुईटा तीनटा ओइ थुप्रै पो रहेछ मलाई त यहाँ कहाँ छ अब अब पाइताला त मैले त देखेको नि थिएन त्यही त परको चाहिँ के हो टोइलेट हो कि क्या हो घर त कति धेरै छ जाम कहाँ चाहिँ बनाउनु ए ओइ त्यता चाहिँ जाऊँ न त्यसको नाम के हो आरु के हो मलाई त थाहै छैन त मैले त देखेको थिएन अस्तिको चोटि फुल्दाखेरि चाहिँ कस्तो रहर लागिरहेको थियो त्यो फुल्यो भने त लास्ट चाहिँ राम्रो देख्छ नि त्यति धेरै चाहिँ फुलेको रहेन फुल फुलेछ है फुल फुलेछ खोइ ओइ साँच्चै कति राम्रो यस्तोहरू पनि पो छ के खान्छ होला नि यसले कुन गाई चौरी गाई चौरी होइन के याक यहाँको हो यो होइन होला याक नै त गाई नै जस्तो देख्छु घोडा भन्नुभयो मैले चाहिँ त्यो चाहिँ देखेँ जति घोडा हेर्दा देखिनँ क्या हेर्नु त मुना यहाँ माथि कति क्लियर आएको अन्त त्यो मान्छे छ अझै राम्रो राम्रो फुलिसकेकै रहेन नि यो पनि फुल्यो भने चाहिँ दामी देख्छ चोटलुङ पार्क पनि कति आउनु हो मयूर मलाई मन लागेन यहाँको लिम्बूको यहाँ तल त कहिले गएको छैन म त ए तल पुगिदिनु तल त यस्तो गयो कति बजिसक्यो घरकै ढिलो हुन्छ गन्दा गन्दा यहाँ हुँदै चाहिँ के छ नि पोखरी पोखरी हेर्नु है पोखरी हेर्नु बनिरहेछ ओइ यो फुल त कति यहाँ पनि रहेछ हेर्नु त तर त्यस्तो मजाले हेरियो अन्त छ अब चाहिँ हामी जान्छौँ साथीहरू
ब्याङ्कमा हो नि त हाम्रो काम चाहिँ। अनि अब चाहिँ ब्याङ्क पनि खोल्यो होला। यहाँ झोला पनि छ बोकिराखेको छौँ। यो फुल छोडेर चाहिँ जाने मनै छैन साथीहरू। अब चाहिँ र पनि हामी जाँदैछौँ है त। अब छिट्टो फर्किनु पर्नेछ साथीहरू हामी चाहिँ घरमा। लाग्यो साथीहरू घरतिर। हामीलाई चाहिँ पोकोले त कहिले छोड्दैन नि त। भारी यस्तो तरिकाले बोकेर हामी जाँदैछौँ साथीहरू। आउँदैछ मेरो साथी अनि पोको बोकेर हामी चाहिँ जाँदैछौँ है साथीहरू। कति बजिसक्यो, ढिलो भइसक्यो। हामी चाहिँ एकदमै रनिङ कुद्दैछौँ साथीहरू। गाडीले नि छोडिहाल्यो। के गर्दा गर्दा टाइम लाग्यो। झन् छिटो फर्किनु भनेको यस्तै भइहाल्यो साथीहरू। घामले पनि डाँडा काट्यो। पर पुगिसक्यो हाम्रो घर जाने बाटो है। यस्तो छ साथीहरू। जङ्गल छ अनि हामी चाहिँ सकेसम्म चाहिँ छिट्टै हिँड्दैछौँ। लामो पाइला सार्दै साथीहरू हिँड्दैछौँ। कति बेला पुग्छौँ। अझै हामी त भर्खर सुरु गरेको हिँड्नु। सोतलुङ पार्क मात्रै नागिरहेछौँ है हामीले चाहिँ साथीहरू। अझै कति बेला पुग्छौँ भन्ने कुरो थाहा छैन। छोराछोरी यस्तो जाडोमा के गर्दैछन् भन्ने पिर भइरहेछ हामीलाई चाहिँ। अनि अब चाहिँ जाँदैछौँ साथीहरू। टाउको पनि लास्टै बिजाइरहेको छ। रनिङ कुद्दैछौँ घोडा जत्तिकै। यहाँ ल है त साथीहरू हेर्दै गर्नु होला। अब चाहिँ यहाँ पानी छ। रनिङ कुद्दै आउँदैछ। फाइनली साथीहरू म चाहिँ घर आइपुगिसकेँ है त। अनि विशेष चाहिँ यो लिन गएको है त साथीहरू। म चाहिँ विशेष गरेर मेरो बुढा र मेरो नामको चाहिँ यहाँ यो पनि मैले बनाएर ल्याएँ साथीहरू। मैले चाहिँ टिकटकमा देखेको थिएँ नि त। अनि कस्तो मन पर्यो। अनि बुढोलाई भनेको बनाउन त भन्नुभयो। त्यही भएर मैले चाहिँ यो बनाएर ल्याइसकेँ है त साथीहरू। अनि रात चाहिँ यस्तो भइसक्यो है अँध्यारो न अँध्यारो। अनि मैले चाहिँ मासु लिएर आएको छु नि त, माछाको मासु। अनि अब चाहिँ म पकाउनु पर्ने हुन्छ। मैले हेर्दै गर्नु होला है त साथीहरू। अब चाहिँ म मासु फ्राई गर्छु। अनि मेरो फोन पनि बनाएर ल्याएको छु। यहाँ चार्जमा छोडेको छु। यो लाबर चाहिँ अहिले नखोल्नु भन्नुभयो। त्यही भएर मैले खोलेको छैन साथीहरू। अब चाहिँ म लागेँ तल तरकारी पकाउनतिर। चार्जर सहित ल्याएको छु साथीहरू मैले चाहिँ। के आउँदैछ अरे बुवा? गोला 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 गोला
अम्मै यस्तो गला यस्तो हामी साथी गरौँ त साथी गरौँ न यसो साथी गरौँ त तपाईँको खेल्ने देखाउनु न यहाँ ऊ खेलाना देखाऊ खेलाना तपाईँको त्यो के हो तपाईँको के हो दादाको यो कसले ल्याइदिनु भएको ऱ्याबिट कसले ल्याइदिनु भयो आटीले यो तपाईँले आज के हो सानो त्यो यो के हो ऱ्याबिट भन्नु त ऱ्याबिट भन्नु न आउँदैन भन्नु आएन भन्नु